अनि अरू चाहिँ हिँड्न पाउने सबैजना हिँड्न पाउने। अनि यो मानव अधिकारको कुरो होइन, संविधान प्रदत्त हक त कहाँ गयो? यो गर्न खोजेको के हो? ल तपाईँलाई मैले एउटा व्हाट्सएपमा पठाइदिन्छु ल, निषेधाज्ञा पनि। वीरगञ्जमा विशाल र्याली छ। लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परेका मान्छेहरू, वैदिक सनातन हिन्दू धर्म मान्नेहरू है। हामीले के भनेको थियो, मुस्लिमदेखि लिएर सबै समुदायलाई मान्ने हुने गरी वैदिक सनातन हिन्दू अधिराज्य कायम गरौँ होइन। यो अवस्थामा चुनाव भन्दा पनि व्यवस्था परिवर्तनमा जाउँ। जेनजीका माग पनि ती होइनन् होइन। जेनजीले के भनिरहेको छ, जेनजी त्यत्रो आन्दोलन भयो होइन भनेर भन्दाखेरि आज मेरो पनि त अधिकारको कुरो हो नि त। उनीहरू चुनावमा भोट माग्नेर हिँड्छन्, मैले त भोट नदेऊ त भनेको छैन। म त भोट माग्ने हिँडेको नि त। म अहिले वीरगञ्जमा मन्दिरमा दर्शन गर्न जाने भनेर हिँडेको होइन। अब यहाँ अहिले आएर मलाई चाहिँ नि यहाँ बाटोमा रोकेको छ होइन। त्यसले गर्दाखेरि यो गर्न खोजेको के हो? हिँड्नै नदिने हो भने नजरबन्दमा राख्यो दुर्गा प्रसादलाई हातदेखि भन्नु पऱ्यो। तैँले नेपालमा हिँड्न पाउँदैनस्, कानुन छैन भनेर भन्नु पऱ्यो होइन। एउटा कुरो हुन्छ नि त। अनि यो डराउँछ भनेर जे पाए त्यही गर्ने हो कि के हो होइन। अब यहाँको इन्सपेक्टरले भनेर भन्छन् होइन। अब यहाँको सर नमस्ते। नमस्ते। आराम आराम छ। एकछिन हामी जानु पर्यो। अनि हिजै मलाई किन नभने? त्यो ठ्याक्कै मलाई जानकारी भन्दै चिन्छ के अड्काउनु भनेको? नै त्यस्तो मलाई थाहा होइन। तपाईँहरू एउटा मलाई पक्रा पुर्जी दिनु न यहाँ छ। उच्च अदालतबाट मैले स्वीकृति उच्च अदालतबाट आदेश दिएको छु। यो अस्ति हिजोको परेको छ। के हिजोको परेको छ? के परेको छ? आउनुहोस् न। कहाँ? त्यसरी लिनु हुँदैन। पुलिसले गाडीमा चढ्दा गिरफ्तार होइन नि त मलाई नभन्नु न के त के चाहिँ हो त? ल मलाई पत्र देखाउनु न त। पत्र देखाउनु न। तपाईँलाई पत्र नभएको त्यतिकै आधार नभएन तपाईँले लिन आउँछ त। आधार प्रमाण बिना म आउँछु। आउनु न। होइन गाडी फर्काउँ न, म मेरै गाडीमा जान्छु, हिँड्नु नि। होइन तपाईँहरू बाटाबाट कहिले पोखराबाट कहिले के तपाईँहरूको के गर्नु भनेको न। आउनुहोस् मैले बुझ्छु पहिला। गाडी स्टार्ट नआउनु।